ध्यान दिएर सुन। राजा सिद्धि भीष्मको नाम विदर्भाधिपतिर्महान् तस्य पञ्चाभवन् पुत्रा कन्यैका च वरानना। भीष्मक राजा थिए, विदर्भ देशका राजा। तिनका 5 जना छोराहरू थिए। एउटी छोरी थिइन् जसको नाम रुक्मिणी थियो राजन। ती रुक्मिणी बाल्यकालदेखि नै परमात्मामा श्रद्धा गर्थिन्। दरबारमा आएर बार बार देवर्षि नारदले चाहिँ भगवान कृष्णको गुणगान गाउनुहुन्थ्यो। कृष्ण त यस्ता सुन्दर हुनुहुन्छ, यस्ता ज्ञानी हुनुहुन्छ, यस्ता परम पुरुष हुनुहुन्छ भनेर चाहिँ बार बार त्यो दरबारमा आएर भीष्मक राजालाई प्रवचन गरेर सुनाउनुहुन्थ्यो। छेउमा बसेकी ती नानी ती जो रुक्मिणी थिइन् बाल्यकालमा छेउमा बसेर सुन्थिन्। त्यो सुन्दा सुन्दै भगवानको त्यो स्वरूपको वर्णन सुन्दा सुन्दै उनलाई भगवानप्रति प्रेम हुन लाग्यो। उनले विचार गरिन्, यदि मैले विवाह गरेछु भने म तिनै कृष्णसित गर्छु, उनको अतिरिक्त कोहीसित पनि गर्दिनँ भनेर उनले एउटा मनमा अठोट गरिन्। समय व्यतीत हुँदै गयो। रुक्मिणी विवाहकी योग्य भइन्। अब विवाह गर्ने चर्चा परिचर्चा चल्न थाल्यो। पिताले भन्नुभयो अब बहिनीको बिहे गर्नुपर्छ भनेर दाजुहरूलाई, जो जेठा दाजु थिए रुक्मी, अब केटो खोज्नुपर्छ। बहिनी विवाहकी योग्य भइन् भने पछाडि कृष्णलाई दिनुपर्छ होला भनेर राजाले भन्दा रुक्मीले मानेन। हुँदैन, त्यस्ता कृष्णलाई दिएर हुँदैन, त्यो मान्छे ठिक छैन, त्यसको प्रकृति ठिक छैन, त्यसको स्वभाव ठिक छैन भनेर उसले इन्कार गरे। पछाडि उनले भन्यो कसलाई चाहिँ बिहे गरिदिउँ त भन्दा दन्त वक्रको छोरो शिशुपालसित बिहे गरिदिनुपर्छ। त्यो मेरो साथी पनि हो, राम्रो पनि छ, राजा पनि हो, तीसित बिहे गरिदिनुपर्छ भनेर दाजु रुक्मीले प्रस्ताव गरे। पश्चात राजाले भन्नुभयो ठिकै छ, तिम्रो इच्छा त्यस्तै छ भने त्यसै गरौँ न त भनेर कुरो भयो। त्यहाँनिर यता रुक्मी दुखी, रुक्मीको कुरा सुनेर रुक्मिणी दुखी हुनुभयो। उहाँले विचार गर्नुभयो मैले त परमात्मालाई सम्झेकी छु, परमात्मासित कृष्णसितै बिहे गर्ने मेरो इच्छा छ, मेरो त विवाह अर्कातिर गरिदिने भइसके यिनीहरूले भनेर सोपश्रुत्य मुकुन्दस्य रूपवीर्य गुणाश्रय अत्यन्त दुःखी भइन्। अब के गर्ने त भन्दाखेरि अब भगवान कृष्णलाई एउटा पत्र पठाउनु पर्यो। त्यो पत्र जब परमात्माले जान्नुहुन्छ, थाहा पाउनुहुन्छ, त्यस पछाडि उहाँले गर्ने चिज गर्नुहुन्छ भन्ने विचार गरेर उनले एकजना ब्राह्मणलाई बोलाएर, जो आफ्ना विश्वासका पात्र ब्राह्मण थिए, भन्न लाग्नुभयो हे ब्राह्मण देवता, यस्तो यस्तो कुरा हुँदैछ यहाँनिर, तपाईँले मेरो एउटा यो पत्र भगवान कृष्णलाई लगेर दिनुहोस्, मेरो खबर लिएर हजुर गइदिनुहोस् भनेर जब ब्राह्मण देवताले एउटा पत्र लेख्नुभयो उहाँले र पठाउनुभयो। ब्राह्मण देवता पनि बिहानै उहाँबाट हिँड्नुभयो। बेलुका पुग्नुभयो द्वारकामा। भगवान कृष्णले भव्य स्वागत गर्नुभयो। ब्राह्मणका भक्त हुनुहुन्छ भगवान, दण्डवत गर्नुभयो, चरण प्रक्षालन गर्नुभयो, भोजन गराउनुभयो ती ब्राह्मणलाई। जब ब्राह्मण आनन्दले भोजन आदि गरेर बस्नुभयो, भगवानले सोध्नुभयो हे ब्राह्मण देवता, कति कामले आउनुभयो, टाढाबाट आउनु भएछ तपाईँ, यहाँ आउने तपाईँको कति कामले आउनुभयो, आजभन्दा पहिले तपाईँलाई मैले कहीँ पनि देखेको थिइनँ भनेर ब्राह्मणको महिमा भगवानले मुक्त कण्ठले गाउन लाग्नुभयो। ती ब्राह्मणले भन्नुभयो हे भगवान, म यसरी आएको हुँ। विदर्भ देशकी राजकुमारी रुक्मिणीले एउटा पत्र पठाएकी छिन्। त्यो पत्र लिएर चाहिँ म यहाँनिर हजुर समक्ष त्यो खबर लिएर आएको हो, यो पत्र लिनुहोस् त भन्दा भगवानले भन्नुभयो हे ब्राह्मण देवता, मलाई पत्र नदिनुहोस्, तपाईँले त्यो पत्र आफू स्वयं वाचन गरेर मलाई सुनाउनुहोस् भन्नुभयो। मैले आजसम्म ब्राह्मणलाई कुनै पनि कुरो लुकाएको छुइनँ, छिपाएको छुइनँ।
ढाँटेको छुइनँ। मेरा लागि कुनै पनि लुकाउन योग्य छैनन् ब्राह्मणहरू। यसै कारणले हजुर आफै स्वयमै यो पत्र पढेर सुनाउनुहोस् भन्दा ती ब्राह्मणले पनि रुक्मिणीले लेखेको त्यो सुन्दर प्रश्न यहाँनिर वाचन गर्न लाग्नुभयो। रुक्मिण्यौ वाच के लेखेको थियो त्यहाँ भन्दा श्रुत्वा गुणान् भुवन सुन्दर शृण्वतां ते निर्विश्य कर्ण विवरैर्हरतोऽङ्गतापम् रूपं दृशां दृशिमतामखिलार्थलाभम् त्वय्याच्युता विशति चित्रमपत्रपं मे। हे भगवान्, ते गुणान् श्रुत्वा मैले हजुरको गुण सुनेपछि, हजुरको बानी सुनेपछि, हजुरको व्यवहार सुनेपछि, जब ती कुराहरू मैले देवर्षि नारदबाट ग्रहण गरेँ तबदेखि मैले हजुरलाई आफ्नो सम्झिसकेकी छु। रूपम दृशां दृश्यमथा मखिलार्थ लाभम, हजुरको रूप माधुर्यलाई पनि मैले सुनेरै पूर्ण रूपले प्रेम गरिसकेकी छु, मन पराइसकेकी छु। म हजुरलाई यहाँनिर आह्वान गर्दछु, मलाई लिनलाई हजुर यहाँनिर आउनुहोस्। मेरो विवाह यहाँ अन्यत्र गर्दिन आँटे मेरा घरका मान्छेले, मेरो दाजुले। यसै कारणले तपाईँ यहाँनिर आइदिनुहोस्। म यो चाहन्न महावीर भाग मविमर्शहरू चैत्यवारा गोमा आइपन देखे एउटा सिंहको भागलाई एउटा सामान्य स्यालले लिएर जाओस्, म यो चाहन्न। यसै कारणले तपाईँ आइदिनुहोस् हे भगवान् भनेर त्यहाँ लेखिन्। उनले भन्न लागि कहाँ आउने कसरी आउने पनि ठेगाना पनि बताउन लागि। विवाहको अघिल्लो दिन हाम्रो एउटा रीतिरिवाज छ। हामी भगवती माता पार्वतीको मन्दिरमा जान्छौँ, बेहुली जानुपर्छ पूजन गर्नलाई। त्यहीँनिर गएका बेला तपाईँ ती उपस्थित भएर मलाई तीबाट लिएर उठाएर लिएर जानुहोस्। मागेर दिनेवाला छैन। यसै कारणले तपाईँले मलाई तीबाट चाहिँ भगाउनु पर्ने हुन्छ भनेर यो दिव्य पत्र लेखे। यो पत्र जब सुन्नुभयो भगवान् कृष्णले, हे ब्राह्मण देवता, तपाईँ टाढादेखि आउनुभएछ, मैले अब रुक्मिणीको मनोकामना पुरा गर्नै पर्छ भनेर त्यहाँबाट जानलाई तयारी हुन लाग्नुभयो। हामी पनि एउटा भक्ति सङ्गीतमा आयोजित गरौँ, त्यस पछाडि भगवान् कसरी जानुहुन्छ, कसरी विवाह हुन्छ त्यसमा गर्छौँ। भक्तवत्सल भगवानको, बालकृष्ण भगवानको, बोली कृष्ण कन्हैया लालको। साँझ पर्यो आएन मोहना, बिरहले बेदना